हेलो एभ्रिवान, हजुरहरूलाई सुनिमा कार्की ब्लगमा स्वागत छ। हजुरको खबर के छ? मेरो खबर त एकदम ठिक छ। अनि आज चाहिँ मैले हजुरहरूको सामु एउटा ब्लग्स लिएर आएको छु। यो भिडियो चाहिँ हाम्रो अन्तिमसम्म हेरिदिनुहुन्छ भन्ने आशा लिएको छु। अनि भिडियो अन्तिमसम्म हेरिदिनुहोस्। आज चाहिँ म एकदमै धेरै खुसी छु है। आजको दिनको लागि म 4-5 दिन अगाडिदेखि नै धेरै एक्साइटेड थिएँ। अनि आज त्यो दिन आएको छ है। आज चाहिँ म विशेष एउटा कार्यक्रममा जाँदैछु। हजुरहरूलाई म अन्तिमसम्म देखाउँछु नि है, भिडियोमा देखाउने छु। कहाँ जाँदैछु म, कसलाई भेट्दैछु, म सबै देखाउने छु हजुरहरूलाई। हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस्। अनि हजुरहरूलाई कस्तो के लाग्छ प्रतिक्रिया पनि दिनुहोस्। अनि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। मलाई यसरी नै अझै माया गरिदिनु होला। अब चाहिँ म रेडी हुन्छु, ढिलो भइसक्न लागिसक्यो। म छिटो छिटो रेडी हुन्छु अनि हजुरहरूलाई पनि सँगै लिएर जान्छु ल, हेर्नु है। फाइनली म रेडी भइसकेँ। हेर्नुहोस् त है, मेरो लुक्स यस्तो देखियो। योभन्दा बढी मेकअप गर्न आउँदैन मलाई, यति नै हो है। अनि अब चाहिँ म रेडी भइसकेको, अब निस्किन लागेको, ढिलो भइसक्न लागिसक्यो। हाम्रो भिडियो अन्तिमसम्म हेर्दै गर्नु ल। हेलो एभ्रिवान, अब चाहिँ हामी जाँदैछौँ है। हजुरहरूको अगाडिको भिडियो हेर्दै गर्नु होला। मेरो आमाको घर जाँदैछौँ। फाइनली हामी जाने ठाउँ चाहिँ यही हो गाइज, हेर्नुहोस्। हामी चाहिँ आइपुगेका छौँ है। अब हजुरहरूले हेर्दै गर्नु होला। राम्रो आएको छ।
धन्यवाद। अब यसै गरी अर्को सामान पनि हामीसँग बाँकी नै रहेको छ। अर्को सामान चाहिँ भारे महिनामा र खुसीमा गर्न सफल एकजना व्यक्ति उहाँ पनि हाम्रै गरेको हुनुहुन्छ। हामी भाग्यमानी छौँ। भारे महिना यही गरेर खुसीतिर पाउँछ। उहाँको नाम मेन्सन गर्नु। धेरैजनाहरूलाई उमेरहरूलाई तपाईँ खाँटेको छैन। वर्षभरि खुसीमा पढ्न सफल सदस्य पनि हाम्रै गरीले पाएको छ। उहाँको नाम मेन्सन गर्नुहोस्। उहाँ पनि जाने जस्तो व्यक्ति हो। उहाँलाई ग्रुप पुरै भए यति भएर यतिकै अगाडि बढेको हुनुहुन्छ। धेरै धेरै बधाई छ। अध्यक्षबाट सम्मानित हुनुभएकोमा सहयोग गर्नुहुन्थ्यो। त्यो सहयोग चाहिँ हाम्रो गेमिङ च्यानलकै सहकारमा मेरो नाममा खाता खोलेर ग्रुपको लागि छुट्टै मैले खाता खोलेको छु। प्रभु ब्याङ्कमा त्यो प्रभु ब्याङ्कमा आएका सहयोगहरू चाहिँ मैले यहाँमा खर्च गरेँ भन्नलाई चाहिँ यहाँको ग्रुपको एनिभर्सरी भइसकेपछि आफूले सहभागी भयो। मैले खर्च आयो ब्याज एकाउन्टै गऱ्यो होइन। त्यो चाहिँ त्यो एकाउन्टमा आएका खर्चहरू चाहिँ कहाँ कहाँ गयो त? la 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 la
रमाइलो जस्तो भइरहेछ। हुन्छ नि हस् सबैजना एक्टिभ हुनु होला है ग्रुपमा। कार्यक्रम सकियो अब हामी घर जाँदैछौँ। कस्तो भयो आमा आज? राम्रो भयो त मजा भयो मान्छेकोमा आएर
यसरी फाइनली गाइज म चाहिँ कार्यक्रम सकेर यो भर्खर घर आइपुगिसकेँ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो, आज कहाँ गएको थिएँ, हजुरहरूले भिडियो हेरेर थाहा पाइसक्नुभयो, तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भयो होला भन्ने आशा पनि लिएको छु। र हाम्रो भिडियो कस्तो लाग्यो हजुरहरूले सल्लाह सुझाव दिनुहोला, साथै लाइक कमेन्ट सेयर र हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भ्लगबाट म चाहिँ छुट्टिन चाहे। बाई।